किनभने रासोपाले भोलि बहुमत लिएर आउँदै गर्दा रासोपाको सभापति उहाँ नै हो। भोलि यी मुद्दा मामला आदि इत्यादिको कारणले के हुन सक्छ भन्ने विषय पनि हामीले हेर्नुपर्ने अवस्था छ। प्रधानमन्त्री उहाँलाई स्वीकार्दैनौँ भन्ने कुरा हुँदैन। प्रधानमन्त्री हाम्रो उहाँ नै हो। हुनसक्छ भोलि कहिलेकाहीँ यो मुद्दा मामलाको कारणले गर्दाखेरि अडचनहरू हुन सक्छन्। यदि हामीले बहुमत ल्यायौँ भने केही हदसम्म केही समयका लागि 7 दिनको लागि मात्रै भए पनि अर्को व्यक्ति प्रधानमन्त्री बनेर उहाँको मुद्दा फिर्ता गरेर अनि उहाँलाई प्रधानमन्त्री बनाउनु पर्ने अवस्था पनि हामीलाई आउन सक्छ। अब अहिलेकै सरकारले त्यो हिम्मत गरिदियो, 2टा मुद्दा फिर्ता लिदियो भने उहाँलाई प्रधानमन्त्री बन्नलाई कसैले रोक्न सक्दैन। हामी प्रष्ट छ, हामी उहाँलाई प्रधानमन्त्री स्वीकार्छौँ। हाम्रो प्रधानमन्त्री उहाँ नै हो। अगाडि होस् या पछाडि होस् देशको प्रधानमन्त्री रवि लामिछाने नै हो। त्योभन्दा बाहेकको विकल्प छैन। अहिले नै कसैलाई स्वीकारेर बाहिरबाट लिएर आएर ल हामी तिमीलाई प्रधानमन्त्री बनाउँछौँ आऊ भनेर प्रधानमन्त्रीको पद बाँड्दै कुलमान घिसिङलाई नै प्रधानमन्त्री बनाउनु पर्ने चाहिँ तपाईँहरूले के देख्नुभयो त्यस्तो? किन रासोपासँग कुलमान जतिका मान्छे छैनन् र रासोपाले आयातित नेतृत्व लिएर आएर प्रधानमन्त्री नै टिको लाएर दिनुपर्ने अवस्था अब रासोपालाई सिर्जना भयो? तपाईँको सभापति थुना कानुनले बाधा छैन। तपाईँलाई म एउटा सम्झना गरौँ। फौजदारी मुद्दा लागेर ठहर भएर जेल बसेका होइनन् रेशम चौधरी? उहाँ त कारागारबाटै चुनाव लड्नुभयो, जित्नु पनि भयो। भलै उहाँलाई सदनमा ल्याइएन, आफ्नो ठाउँमा छ। हिजो एउटा निर्दोष व्यक्तिले आफ्ना विरुद्ध जनता जगायो भन्ने कारण मात्रै एउटै त्यही मात्रै कारण हो नि त रविको हकमा त। जनताको आवाज बोल्यो, जनता जगायो। हामीले जनताप्रति गरेको घातको विषयमा यसले जनतालाई चाहिँ प्रष्ट पार्यो। हामीले 36 वर्षसम्म देश लुटेको विषय जनतालाई उजागर गरिदियो। त्यति होइन कुरा, त्योभन्दा बाहेक त केही पनि थिएन कुरा। अब तीसँग गगनसँग लड्ने रासपामा अरू रविहरू जन्मिया छैनन् र तपाईँले देख्नु भएको छैन? मैले त तपाईँहरूको जस्तै मिडिया कर्मी साथीहरूसँग पटक पटक भनेको छु, यदि मेरो पार्टीले मलाई पठाउँछ भने म लड्छु, गगन थापासँग लड्नुपर्छ या केपी ओलीसँग लड्नुपर्छ। मैले त ऐलान गरेको छ त। के गगन थापा विरुद्ध रासपाको उम्मेदवारी हुन्छ? राजीव खत्रीको पनि चर्चा आयो नि एकजना पत्रकार। हुनसक्छ, अब राजीव खत्री हुन सक्छन्, त्यहाँ शोभिता नै हुनसक्छ, एकीमणिजी नै हुनसक्छ, म नै हुन सक्छु, अरू साथीहरू कोही हुन सक्छन्। रासपामा थुप्रै रविहरू जन्मिया छन्। रविले थुप्रै रवि रूपी अनुहारहरू जन्माएको छ। कसैले पनि उहाँसँग चुनावमा भाग लिन सक्छ। तर भाँचिनी गरेर लच्किन त सकिँदैन होला नि। हामीले खुला राखेका छौँ, आउनुहोस् साथी हो, केही भएन भने कम्तीमा कार्यगत एकता मात्रै भएर पनि अगाडि बढौँ भनेका छौँ हामीले। यदि उहाँहरूले त्यो कुरालाई अस्वीकार गर्नुभयो भने उहाँहरूले कार्यकर्ताको रूपमा पार्टीमा काम गरे पछाडि मात्रै उहाँलाई उपसभापति बनाएको हो। एउटा कुलिङ पिरियड पनि प्रयोग गर्नु नपर्ने, कुलिङ पिरियड पनि त्यहाँ उहाँ बिताउन नसक्ने, अनि आएर अहिले भर्खरै रासोपाले यत्रो दुःख गरेर 3 वर्ष 4 वर्ष दुःख गरेर 75 जिल्लामा बनाएको सङ्गठनलाई उहाँलाई जिम्मा लगाइदिनु पर्ने, उहाँको पोल्टा हालिदिनु पर्ने, अनि प्रधानमन्त्री स्वीकार गरिदिनु पर्ने। कुलमानमा त्यो क्षमता भएन कि उज्यालो नेपाल पार्टीको त्यो सम्भावना होइन। यसको भित्री कुरा चाहिँ के हो भने नि, कुलमान स्वयं उज्यालो नेपाल पार्टीको समस्या होइन, एकीकरणको समस्या होइन। कुलमानका वरिपरिका मान्छेहरू र कुलमानको अहिले उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति हामीले जिम्मेवारी पाउनुपर्छ भने हो नि त उहाँले। अब के रासोपाले यत्रो दुःख गरेर बनाएको सङ्गठन र त्यो साङ्गठनिक कार्यकर्ताहरूले मान्छन् त्यो कुरा? हामी केन्द्रीय समितिमा जान सक्ने हैसियत हामीसँग छैन। अब हामीले केन्द्रीय समितिमा कुलमानका वरिपरिका मान्छेलाई लिएर आएर केन्द्रीय समितिको नेता मानिदिनु पर्ने अवस्था सिर्जना हो र रासपासँग? तपाईँको भनाइको हिसाबले त कुलमानसँग सहकारीको ढोका लगभग बन्द भइसके जस्तो। होइन, त्यो पनि नभनौँ, किनभने यो राजनीति हो। राजनीतिमा त्यस्तो खालको अवस्था हुँदैन। राजनीतिमा स्थायी शत्रु र मित्रु भन्ने पनि हुँदैन। राजनीतिमा स्थायी तिथिमिति पनि हुँदैन। हेर्नुहोस्, कार्यगत पनि एकता हुनसक्छ र हामी एउटै मात्रै कुरा के हो भने हामी अधिकतम लचकतामा छौँ, तर उहाँहरूले भाँचिनी गरेर लच्की भन्छौँ, हामी त्यो अवस्थामा छैनौँ। अब कुलमानलाई प्रधानमन्त्री, भावी प्रधानमन्त्री मात्रै हो त उनको अलिकति होइन, उहाँ व्यक्ति नै हो। अहिले तपाईँले कहाँ देख्नु भएको छ उहाँको सङ्गठनिक कुनै साङ्गठनिक स्वरूप तपाईँले देख्नु भएको छ र? मैले त देखाएको छैन राजनीतिक रूपमा। तर उहाँको पछाडि ठुलो युवाहरूको चाहिँ समर्थन छ। ठिक छ, उहाँहरूको पछाडि त्यो ठुलो युवाहरूको जमात छ, ठुलो युवाहरूको समर्थन छ भने त निर्वाचनको बेलामा उहाँले भन्नु होला नि त कसलाई समर्थन गर्ने भनेर। गतेलाई हामीले अलग गरेर हेरौँ। 23 गतेको घटना त्यो कसैबाट निर्देशित, कसैबाट त्यो परिचालित होइन। त्यो विद्यार्थीहरूको जम्मा जम्मी डबल सको मागसहितको आन्दोलन थियो 23 गतेको। त्यो डबल स भनेको सामाजिक सञ्जाल र सुशासन मात्रै हो।
सुशासन त उहाँहरूले सामाजिक सञ्जाललाई दबावमा पार्नका लागि उठाएको विषय मात्रै थियो। विद्यार्थीहरूले, ती कलेजका भाइ बहिनीहरूले जब कलेजका भाइ बहिनीहरूलाई टाउकोमा ताकी 23 गते गोली हानियो र मार्ने काम भयो सरकारले, त्यो सरकारले मारेको कारणले गर्दाखेरि भोलिपल्ट अभिभावकहरू सडकमा आएका हुन् र यसरी अभिभावकले सडक तताएर विद्रोह जन्मिसके पछाडि त्यो विद्रोहलाई हाइज्याक गर्ने काम मात्रै धमिलो पानीमा माछा मार्नेहरूले गरेका हुन्। बालेन शाह मात्रै होइन, अरू शाहहरू पनि छन् नि त। आज मन्त्रीमण्डलमा बस्ने शाहहरू पनि त त्यही हो नि त। तपाईँले देख्नु भएको छैन? हिजो आज सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू दोस्रो दिनको आन्दोलनमा आफै सडकमा आउनु भएको छ र उहाँले के भन्नुभएको छ? यो मानवता विरोधी हत्याको जिम्मा लिएर मात्रै हुँदैन, उहाँले त मुद्दा नै खेप्नुपर्छ भने मान्छे आज मुद्दा चलाउने ठाउँमा साँडै भएर हिँडेको तपाईँले देख्नु भएको छैन? भनेको केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेर बयान दिनु पर्यो। केपी शर्मा ओलीलाई मात्रै होइन, उहाँ चाहिँ को हो त? के पक्राउ गर्नुपर्ने को हो? उहाँ पक्राउनै गर्नुपर्ने के कानुनभन्दा माथिको हो? उहाँ संविधानभन्दा माथिको हो? संविधानले के उहाँलाई छुट दिएको छ? उहाँ राजा महाराजा हो। राजा महाराजाहरूले त जो संविधानभन्दा माथि बस्थे उनीहरूले त देशका विरुद्ध घात गरे, जनहित विरुद्ध घात गरे, जनहत्या गरे भने उहाँहरूलाई त कारबाही चल्छ भने उहाँहरू को हो त भने क्या? केपी ओलीले त चुनौती दिनु भयो नि सिङ्गो राज्य व्यवस्था छैन भनेर त्यो ठाउँ पनि जलाइदियो। संसद भवन त्यही होइन र? संसद भवन जलायो नि त सम्प्रभुले। भनेको त्यो आफूले प्रतिनिधित्व गर भनेर पठाएको प्रतिनिधिलाई नै अस्वीकार गर्यो सम्प्रभुले। अब सम्प्रभुले अस्वीकार गरेको प्रतिनिधिलाई फेरि अदालतले रिस्टेट गरेर ल्याइदिन्छ भन्ने कुरा चाहिँ म मान्दिनँ। किनभने सम्मानित सर्वोच्च अदालतले नेपालको संविधानको धारा 2लाई पनि राम्रोसँग। नमस्कार, यहाँलाई स्वागत छ। धन्यवाद। अब यहाँले त भन्दै त आउनु भएको थियो, तर लामो समय लाग्यो नि होइन? अब यो थुनामुक्त भएर चाहिँ न्यायिक प्रक्रिया अगाडि बढाउँछु भन्ने चाहिँ रासोपा सभापति रवि लामिछानेको मागलाई अदालतले स्वीकार गर्न, अब उहाँको यो पछिल्लो अदालतको निर्णयपछि यसले के सङ्केत गर्छ? अब यस्तो छ, उहाँ साधारण तारिकमा बस्ने हो, अहिले उहाँलाई तारिकमा पठाउने हो। उहाँले जुन सुरक्षण दिनुभएको छ त्यो सुरक्षणलाई स्वीकार गर्यो उच्च अदालतले। स्वीकार गरेका कारणले अहिले जिल्ला अदालतले त्यो उच्च अदालतको आदेश आइसकेको कारणले गर्दाखेरि उहाँलाई एउटा सामान्य कागज गराउने र तारिकमा राखेर पठाउने हो। अब अहिले उहाँको मुद्दाको पूर्वपक्ष अथवा त्यसको प्रक्रिया त बाँकी नै छ होइन? तर अब एउटा खुसियाली देखिन्छ नि, यो चाहिँ मुद्दै जिते जस्तो गरेर। उहाँ निर्दोष भइसक्नु भएको हो कि अझै केही बाँकी छ कि कानुनी हिसाबले पनि अलिक प्रष्टता जरुरी भयो? होइन, निर्दोष अहिले नै निर्दोष भइसक्नु भएको होइन। हामी यसलाई कानुनी भाषामा भन्दा अन्तर्कालीन आदेश भन्छौँ। त्यो अन्तर्कालीन आदेश चाहिँ कस्तो ढङ्गको आदेश हो यो भने, अहिले कम्तीमा तिमीले मलाई अभियोजन गर्दै गर्दा जे मागदाबी लिएका छौ त्यो मागदाबी लिएको विषयमा मलाई लगाएको मागदाबीको आधारमा तिमीले कायम गरेको बिगोको म सुरक्षण दिन्छु, मलाई बाहिर राखेर मुद्दा लड्न देऊ भनेर उहाँको त्यो निवेदन मागदाबी थियो। यद्यपि यहाँ बजारमा थुप्रै हल्लाहरू र विपक्षीहरूको रोइलो के छ भने उनले बिगो स्वीकार गर्यो भन्ने छ। त्यो होइन। हाम्रो कानुनमा के व्यवस्था छ भने यदि मुद्दा 1 वर्षभित्र फैसला हुन सकेन भने मुद्दा फैसला नहुँदाको अवस्थामा, मुद्दा जुनसुकै अवस्थामा भए पनि त्यो मुद्दामा पुनः आदेश दिन सक्ने व्यवस्था हाम्रो कानुनमा छ। त्यही व्यवस्थालाई टेकेर सम्मानित उच्च अदालत बुटोल इजलासले हिजो उहाँलाई आदेश दिएको हो र उहाँले सुरक्षण दिएको हो। यो कुनै धितो जमानत त्यो जुन भन्छ नि तपाईँको धरौटी भनेर भन्छ, धरौटी होइन, यो चाहिँ जम्मा जम्मी यदि तिमीले मलाई लगाएको अभियोजनमा तिमीले मेरा विरुद्ध कायम गरेको बिगो ठहर गर्यौ भने त्यसैबाट असुल गर न भनेर दिएको सुरक्षण हो। त्यसको आधारमा आदेश गरेको। अब हिजोसम्म एउटा के भाष्य थियो भने अदालतले अथवा चाहिँ यो सेटिङमा चाहिँ अन्यायपूर्वक प्रतिशोध गरेर चाहिँ रवि लामिछानेलाई चाहिँ थुनामा राख्यो भन्ने थियो। अब आज एकाएक न्याय मिल्यो भन्ने चाहिँ भाष्य छ। खासमा यो न्याय मिले अहिले हो कि प्रतिशोध भएको हो कि होइन कि के हो यो? होइन, अदालतले प्रतिशोध साध्यो भनेर त न हिजो हामीले भन्यौँ, न आज भन्छौँ, न भोलि भन्छौँ। हामी एउटा अदालतको प्रक्रिया हुन्छ, त्यो अदालतको प्रक्रियामा रहेको अवस्था थियो होइन। तर सुरुमा जुन खालको उहाँमाथि मुद्दा लगाउँदै गर्दा, उहाँलाई मुद्दा चलाउँदै गर्दा, कानुनमै संशोधन गरेर मन्त्री परिषदले निर्णय गरेर जुन मुद्दा चलायो, त्यो मुद्दा चलाएको मुद्दाको ग्राभिटीलाई हेर्दाखेरि कम्तीमा सुरुमा अदालतले हामी यसलाई प्रारम्भिक सुनवाई भन्छौँ, कानुनमा त्यो व्यवस्था छ।
प्रारम्भिक सुनवाईबाट नै उहाँको हकमा अभियोग खारेज हुनुपर्ने मुद्दा छ यो। तर त्यतिखेर अदालतले त्यो हिम्मत गरेन, किन कतै न कतै अदालत पनि कार्यकारीको छायामा परेको हो कि भन्ने आभास हामीलाई मिलेको छ। कारणले गर्दाखेरि आज कयौँ मुद्दाहरूमा त्यस्तो अवस्था देखिएको छ। तपाईँलाई म एउटा उदाहरण दिउँ, त्यही कार्यकारीमा रहेका मान्छेहरूको हकमा जो सहकारीको सञ्चालक हो, जो सहकारीमा प्रत्यक्ष रूपमा संलग्न छ, ती मान्छेहरूलाई त एकै दिनमा लिएर गएर थुनछेक गर्ने, बयान गराउने, थुनछेक गर्ने काम तत्कालीन सरकारको पालामा यही हाम्रो सम्मानित अदालतले गरे हो नि त। उहाँको हकमा के गर्यो, पटक पटक म्याद थप गर्ने र उहाँलाई 84 दिनसम्म हिरासतमा राख्ने काम पनि यही हाम्रो सम्मानित अदालतले गरेको हो नि। काहीँ न कतै सम्मानित अदालतले रवि लामिछानेलाई समान संरक्षणको हकबाट विमुख गराएको अवस्था थियो। त्यहाँसम्म हामीले शङ्काको सुविधा लिएको हौँ। अदालतले नै प्रतिशोध साध्यो भनेर भनेको होइन। अब यो निर्णय विरुद्ध सरकार चाहिँ सर्वोच्च जाने र रवि लामिछाने फेरि थुनामै फर्किने सम्भावना चाहिँ छैन। होइन, अब बिगो स्वीकार गरेको विषयमा सरकारी पक्ष जाँदैन भनेर म भन्दिनँ। उसले जान पाउँछ, जान पाउने उसको अधिकार हो। तर मलाई लाग्दैन सम्मानित सर्वोच्च अदालतले फेरि उहाँलाई थुनामा पठाउनुपर्छ भनेर आदेश गर्छ भन्ने मलाई लाग्दैन। किनभने शिवशिखर सहकारीको गीता शर्माको हकमा अदालतले पूर्वपक्षमा पठाएको मान्छेलाई बन्दी प्रत्यक्षीकरणको रिट मार्फत योभन्दा अगाडि नै सम्मानित सर्वोच्च अदालतले उहाँको पुनः थुनछेक गरेर धरोटीमा आएको अवस्था छ। अब यो पछिल्लो आदेशपछि रवि लामिछाने जो एउटा प्रक्रिया पुऱ्याएर अब थुनामुक्त हुनुभएको छ होइन, यसले के सङ्केत गर्छ र अब रासोपा पार्टीको हिसाबले र अहिलेको राजनीतिक परिस्थिति हेर्दाखेरि रविको पुनरागमनलाई हामीले कुन रूपमा? यसलाई दुईटा पाटोबाट हेरौँ। अदालतको आदेश एउटा प्रक्रियामा थियो, त्यो प्रक्रिया अन्तर्गत कानुनसम्मत ढङ्गबाट भएको आदेश हो। त्यो आदेशलाई हामीले अन्यथा भन्न सक्ने अवस्था रहेन। र अर्को, अब राजनीतिक रूपमा हेर्ने हो भने यसले एउटा चाहिँ कोसे ढुङ्गा साबित गर्छ कि भन्ने हामीलाई आश छ। किनभने उहाँ जनताको बिचमा जान पाउनुहुन्छ नि त। अब उहाँ जनताको बिचमा जानुहुन्छ, जनता जगाउनुहुन्छ। यहाँ हिजो व्यथिति गर्नेहरू आज जुन ढङ्गबाट जेन्जी आन्दोलन पछाडि जेन्जी आन्दोलनले किनारा लगाएका शक्तिहरू फेरि पनि मुन्टो उठाउने र जनतामाथि प्रताडित गर्ने, हिजो मात्रै तपाईँको नेकपा एमालेका अहिले फेरि निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको हुङ्कार तपाईँहरूले सुन्नुभयो होला। उहाँले खबरदार मलाई कसैले छोला, यदि मलाई छोयो भने तपाईँहरूले देश ठप्प पारिदिनुहोस् भनेर उहाँले आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको तपाईँ हामीले सबैले, तपाईँहरू जस्तै मिडियाकर्मी साथीहरूको मिडिया मार्फत हामीले सुनेका छौँ। यो भनेको चाहिँ के हो भन्दा, मैले काहीँ न काहीँ गल्ती गरेको छु, मलाई सरकारले पक्राउ गर्न सक्छ, यदि मलाई पक्राउ गर्यो भने मेरो प्रतिरक्षा गर्दै हो साथी हो भनेर गिडगिडाएको अवस्था हो नि त। भने होइन, उहाँलाई त्यो डर थिएन भने उहाँ किन बोल्नु पर्थ्यो क्या? यदि मलाई समातियो भने तपाईँहरूले देश ठप्प पार्नुहोस् भनेर कार्यकर्तालाई निर्देशन दिनुपर्ने के थियो त? हिजो रासपाका साथीहरूले रवि लामिछानेमाथि तिमीले निर्णय गरेर मुद्दा चलायो, गलत भयो, तिमीले प्रतिशोध साध्यौ भनेर भन्दै गर्दा ए कानुन नमान्ने भनेर भन्ने मान्छे उहाँहरू नै होइन। आज कानुनलाई च्यालेन्ज गर्दै हुनुहुन्छ भनेको उहाँलाई कानुनलाई च्यालेन्ज गर्ने अधिकार चाहिँ कसले दियो भने क्या? तपाईँले भन्नु राजनीतिक मानेमा चाहिँ यसले एउटा गतिविधि नै सिर्जना गर्न सक्छ, किनकि अब रवि लामिछाने जनतामा जान्छन्। जनताले हिजोकै रूपमा रवि लामिछानेलाई स्वीकार गर्ने, ग्रहण गर्ने स्थिति विद्यमान छ। अझ त्योभन्दा बढी देख्छु म, किनभने उहाँ कारागारमा हुँदै गर्दा पनि त्यहाँ कारागारमा भेट्न जाने मान्छेहरू, अनि जनताको चिन्ता, जनताले गरेको हस्ताक्षर, यो सबै कुरालाई मध्यनजर राखेर हेर्ने हो भने उहाँ हिजो भित्र हुँदा त जनताको क्रेज त्यत्रो थियो उहाँप्रति भने अब उहाँ त जनताको बिचमा जानुहुन्छ। तर उहाँले त जेल ब्रेक गरेपछि उहाँको अलिकति ग्राफ घट्यो, अलिकति मान्छेहरूले सार्वजनिक रूपमा टिका टिप्पणी। यो जेल ब्रेक गरियो भनेर भन्ने भाषा नै यो गलत भयो भने क्या? किनभने नि जति बेला यो मुलुकको सुरक्षा लिन्छु भनेर सुरक्षाको जिम्मा लिएर बसेको सुरक्षा निकाय आफै सुरक्षित भएन, जति बेला यो मुलुकको सत्ताको बागडोर सम्हालेर बसेको देशको प्रधानमन्त्री, राष्ट्रपति जस्ता मान्छेहरू सुरक्षित भएनन्, ती मान्छेहरू भागेर हिँड्नुपर्ने अवस्था सिर्जना भयो। सेनाले उनीहरूलाई चाहिँ त्यहाँबाट टिपेर लिएर जानुपर्ने अवस्था सिर्जना भयो, सेनाले सुरक्षा दिनुपर्ने अवस्था सिर्जना भयो। तर रवि लामिछानेको हकमा किन त्यो अवस्था सिर्जना भएन? किन उहाँलाई सुरक्षित ठाउँमा लगिएन? किन उहाँलाई भिडमा चाहिँ फाल्ने काम गरियो? अब यसलाई दुईटा रूपमा हेर्नुहोस् है। एउटा, रवि लामिछानेलाई कतै सरकारले त्यो भिडले
रवि लामिछानेलाई सिद्ध्याइदियोस् भनेर फालेको त होइन। एउटा त्यो कोणबाट सोच्नुहोस्। र अर्को अब रविकै हकमा पनि रवि कारागारबाट बाहिर आउँदै गर्दा जब त्यो भिडमा रवि आए नि, त्यो भिडमा रवि आउँदै गर्दा यो मुलुकमा जनताको प्यारो मान्छे त उही रहेछ नि। त्यस्तो परिस्थितिमा एकछिन रोक्नुहोस् है। त्यो भिडमा यहाँ हल्ला गर्नेले प्रधानमन्त्री बनाउन ल्यायो, के गर्यो भनेर भन्दै गर्दा सबभन्दा पहिला हाम्रा रासोपाका नेतृत्व पङ्क्तिलाई कारागार प्रशासनदेखि लिएर गृह प्रशासनसम्मले फोन गरेर बोलाएको र लगिदिनुहोस् न बाबा, हामी सुरक्षा दिन सक्दैनौँ भन्ने कुरा चाहिँ किन लुकाउँदै हुनुहुन्छ मिडियाकर्मी साथीहरू? त्यो कुरालाई पनि बाहिर ल्याइदिनुहोस् न। अनि जनताले बुझ्छन् नि त वास्तविकता के रहेछ भनेर। जेल ब्रेक भएको हो कि वा सरकारले चाहिँ त्यो भिडमा फालेको हो भन्ने कुरा त बुझिन्छ नि, एउटा कुरा। दोस्रो कुरो कारण थियो भने जेलबाट निस्केर त्यसरी गाडीमा हात हल्लाउँदै हिँड्नुपर्ने के आयो? हो, मैले अघि नै एउटा कुरा तपाईँलाई भनिसकेँ। उहाँ गाडीमा हात हल्लाउँदै हिँड्नुभयो, कति मुटु भएको मान्छे रहेछ त्यहाँ चाहिँ हेर्नुहोस् न तपाईँ भने क्या। जुन बेला यस्तो बेला थियो जहाँ म देशको प्रधानमन्त्री हुँ, म देशको राष्ट्रपति हुँ भन्ने मान्छेलाई सेनाले सुरक्षा दिएर हेलिकप्टरबाट उद्धार गर्नुपर्ने परिस्थितिमा जनताको प्यारो मान्छे नभए, जनताले सुरक्षा दिएको नभए र जनताले सुरक्षा दिन्छन् मलाई भन्ने त्यो आत्मविश्वास उसँग थिएन भने त्यसरी भिडमा खुला गाडीमा हात हल्लाउँदै जनतालाई अभिवादन गर्दै ती आन्दोलनरत जनता थिए नि त। त्यो दिनको त सम्पूर्ण जनता आन्दोलनमा थिए नि, आन्दोलित थिए नि त। घुसपैठ थियो तपाईँले भने जस्तो। ती जनता जो सडकमा आन्दोलन भइरहेको थियो, त्यो आन्दोलनको बलमा रविलाई त्यहाँबाट निकाल्न राष्ट्रपा कार्यकर्ताहरूले पो संरक्षण गरेको होइन। त्यहाँबाट निकाल्ने कुरामा होइन, त्यहाँ जिम्मेवारी लिने कुरामा चाहिँ राष्ट्रपाले संरक्षण गरेको कुरामा तपाईँहरूले अन्यथा भन्न पाउनुहुन्न। संरक्षण गरेकै हो रविलाई। त्यहाँबाट जब सरकारले सडकमा फालिदियो, भिडमा फालिदियो, त्यतिखेर आफ्नो नेतालाई संरक्षण गर्नु राष्ट्रपाको अहम कर्तव्य थियो। त्यो कर्तव्य राष्ट्रपाले पुरा गर्यो। अब तपाईँको भन्नुहोस् कि त्यो दिन उहाँलाई किन फालियो? क्या अहम प्रश्न त यो हो नि त भने भिडमा किन फालियो? किन उहाँलाई चाहिँ हेलिकप्टरबाट उद्धार गरेर अन्त लगिएन? त्यहाँका कैदीबन्दीहरूलाई हेलिकप्टरबाट अन्त किन लगिएन त? त्यसको जवाफ दिनु पर्दैन? आज रासोपाको सभापति रवि लामिछानेले जेल ब्रेक गर्यो भनेर भन्ने एमाले र काङ्ग्रेसका जनहरूले त्यसको जवाफ दिनु पर्दैन? किन फाले? अब आज अदालतले एउटा आदेश गर्यो, उहाँ बाहिर आउनुहुन्छ, तपाईँले भन्नुभयो जनतामा जानुहुन्छ, त्यसले एउटा तरङ्ग सिर्जना हुन्छ। तर यो फैसलापछि अर्को एउटा के खालको भाष्य अथवा चर्चा छ भने अब त्यसो भए सबै आरोपीहरूले आफूलाई लागेको आरोप बराबरको पैसा जम्मा गरिदिने निस्किने हो त के हो? अब सबभन्दा पहिला जसले यो कुरा उठान गर्नुभएको छ नि, उहाँलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 71 र दफा 77 पढ्न अनुरोध गर्छु म। त्यसो भनेर भन्ने साथीहरूले, अब अरूले राखेर निस्किने हो त भनेर भन्ने साथीहरूले दफा 71 र 77लाई खारेज गरिदियो भयो नि त। त्यो कानुनबाटै हटाइदियो भयो नि त। किन कानुनी व्यवस्था गरे त? त्यो कानुनको परिपालना गर्नु पर्दैन? त्यो कानुनलाई काहीँ न काहीँ कार्यान्वयन गर्नु पर्दैन? त्यो कानुन कार्यान्वयन गर्ने क्रममा हामीले थुप्रै निवेदनहरू यसभन्दा अगाडि पनि सम्मानित अदालतमा दिएका छौँ। आजै मात्रै सम्मानित ललितपुर जिल्ला अदालतमा मैले शिवशेखर सहकारीका प्रतिवादीका रूपमा रहेका अमिशराज भण्डारीको हकमा दफा 71 र 77 बमोजिमको निवेदनमा आजै मात्रै म बहस गरेर आएँ र अदालतले आदेश के गरेको छ भने सरकारी वकिललाई जानकारी दिएर पुनः पेश गर्नु भन्ने आदेश गरेको छ। हामी डे टु डे यो अभ्यास गरिरहेछौँ। यो देख्दा रवि लामिछानेको हकमा मात्रै देखिएको हो। अदालतले यी अभ्यासहरू त गरिराखेको छ क्या। मैले अघि नै तपाईँलाई भनिसकेँ कि सम्मानित सर्वोच्च अदालतले नै गरिसक्यो यसको अभ्यास। रविलाई यो आदेश उच्च अदालतले दिनुभन्दा अगाडि सम्मानित सर्वोच्च अदालतले गरिसक्यो। गीता शर्माको हकमा शिवशेखर सहकारीको सञ्चालकको रूपमा रहेको, शिवशेखरबाट ऋण लगेको ऋणीको रूपमा रहेको गीता शर्माको हकमा त सम्मानित सर्वोच्च अदालतले नै पुनः थुन्छेक गरेर र उहाँलाई चाहिँ धरोटीमा राख भनेर आदेश जारी गरेको छ भने उहाँको हकमा यहाँ फरक मात्रै के हो भने रवि लामिछानेले पहिल्यै मेरो हकमा तिमीले जुन प्रतिशोधपूर्ण ढङ्गबाट अभियोजन गर्यौ, तिमीले अभियोजन गर्दै गर्दा मलाई दाबी गरिएको बिगो बराबरको म सुरक्षण दिन्छु, मलाई मुद्दा लड्न बाहिर बसेर मुद्दा लड्न देऊ भने हो नि त। तर हिजो सहकारीको पैसा नचलाएको भए आज पैसा जम्मा गरेर कसरी निस्किन्थ्यो भन्ने प्रश्न छ क्या। सुन्नु न, यो सहकारीको पैसा जम्मा गरेको वा नगरेको, पैसा चलाएको नचलाएको भन्ने कुरा त तपाईँ हामीले भन्ने हो भने तपाईँ हामी न्यायाधीश हौँ, तपाईँ हामी न्यायाधीश त होइनौँ। त्यसो भए सहकारीको पैसा नचलाएको भए ती सहकारीमा मुछिएका मान्छेहरूसँग धरोटी किन मागे भनेर पनि किन नभने त हामीले? त्यसो हो भने किन नभने? तपाईँ सुन्नु, म एकछिन सुन्नु, तपाईँ सुन्नु न,
उजाएन तपाईँको विराटनगरमा ऋषिकेश पत्नीको हकमा 10 लाख धरौटी किन मागे त, किन राखे त उहाँलाई चाहिँ? त्यो विषय किन उठ्दैन? उहाँ त सहकारीको सञ्चालक हो नि त। रविलाई सहकारीको सञ्चालक हो भनेर कसैले भन्न सक्ने अवस्था छ? ल सिना ठोकेर भन्नुहोस् त कसैले। सहकारीको ऊ सञ्चालक पनि हो, सहकारीमा उपस्थित पनि भएको हो, सहकारीमा ऋण माग फारम पनि भरेको हो, सहकारीमा ऋण लिनका लागि 11 प्रकारका कागजपत्रहरू हुनुपर्छ भन्ने मान्छेहरूले ल्याइदियो भने त ती कागज कहाँ छन्? अब थुना बाहिर रहेर मुद्दा लड्ने मात्रै हो कि यो मुद्दामा क्लिन चिट पाउने पनि सम्भावना छ? मुद्दा मैले अघि नै तपाईँलाई एउटा सङ्केत गरिसकेँ। यो मुद्दामा प्रारम्भिक सुनवाईबाट सम्मानित अदालतले सुरुमा नै उहाँको हकमा चाहिँ यो अभियोग खारेज गर्नुपर्थ्यो। सम्मानित अदालतले त्यो हिम्मत गर्न सकेन, मुद्दा चल्या छ। अहिले अन्तर्कालीन आदेशको आधारमा मात्रै उहाँ चाहिँ बाहिर निस्किनु भएको हो, छुट्नु भएको हो। मुद्दा बाँकी छ, मुद्दामा प्रमाण बुझ्न बाँकी छ। प्रमाण अहिलेसम्म बुझ्न सुरुवाती भएको छैन। प्रमाण बुझेर यो मुद्दा छिनेन अझै 3-4 वर्ष लाग्छ। अब यो बीचमा निर्वाचन यदि भयो भने रवि लामिछानेलाई चुनाव लड्न बाधा छ छैन? के छ? निर्वाचन कानुनले बाधा छैन। तपाईँलाई म एउटा सम्झना गरौँ। फौजदारी मुद्दा लागेर ठहर भएर जेल बसेका होइनन् रेशम चौधरी? उहाँ त कारागारबाटै चुनाव लड्नुभयो, जित्नु पनि भयो। भलै उहाँलाई सदनमा ल्याइएन, आफ्नो ठाउँमा छ, चुनाव लड्न कसैले रोक्न सक्दैन। उहाँ चुनाव लड्नुहुन्छ, चुनाव लड्न पाउनुहुन्छ। अब एउटा नैतिक प्रश्न त हुन्छ नि राष्ट्रपालाई, सभापतिमाथि यत्रो गम्भीर आरोप छ, मुद्दा चाहिँ टुङ्गोमा पुगिसकेका छैन, फेरि उम्मेदवार बनाउने, फेरि चुनाव जिताउने। यो नैतिक प्रश्न हिजो निर्णय नै गरेर सहकारीमा संलग्न नभएको मान्छेलाई निर्णय नै गरेर मुद्दा चलाउनेहरूप्रति चाहिँ किन तपाईँहरू लक्षित गर्नुहुन्न? उहाँहरूसँग चाहिँ नैतिकतै हुनु नपर्ने हो र? हिजो गर्ने र आज गर्ने उस्तै हुन्, हामी खास फरक होइन त्यसो भन्न खोजे होइन मैले। फेरि यसलाई अन्यथा भाष्य सिर्जना नगरौँ हामी। कम्तीमा हिजो एउटा निर्दोष व्यक्तिले आफ्ना विरुद्ध जनता जगायो भन्ने कारण मात्रै एउटै, त्यही मात्रै कारण हो नि त रविको हकमा त। जनताको आवाज बोल्यो, जनता जगायो, हामीले जनताप्रति गरेको घातको विषयमा यसले जनतालाई चाहिँ प्रश्न पार्यो। हामीले 36 वर्षसम्म देश लुटेको विषय जनतालाई उजागर गरिदियो। त्यति होइन कुरा, त्योभन्दा बाहेक त केही पनि थिएन कुरा। अब चितवन 2 हो कि त्यसको विकल्पमा अर्को कुनै ठाउँमा उठ्नुहुन्छ? होइन, उहाँ जहाँबाट पहिला चुनाव लड्नु हो त्यहीँबाट लड्नुहुन्छ, त्योभन्दा बाहिर जानुहुन्न उहाँ। किनभने उहाँ भागेर हिँड्नुपर्ने गगन थापा पनि होइन, उहाँ भागेर हिँड्नुपर्ने प्रचण्ड पनि होइन। उहाँको निर्वाचन क्षेत्र त्यही नै हुन्छ। तर उहाँले चितवन 2 मा पटक जितिसक्नु हो, हिम्मतै हो अलिकति। अब फाइट टु फिनिस हो भने त लड्न पऱ्यो नि केपी ओलीसँग, प्रचण्डसँग, गगन थापासँग। होइन, केपीसँग गगनसँग लड्ने राष्ट्रसभामा अरू रविहरू जन्मिया छैनन् र तपाईँले देख्नु भएको छैन? मैले त तपाईँहरूको जस्तै मिडिया कर्मी साथीहरूसँग पटक भनेको छु, यदि मेरो पार्टीले मलाई पठाउँछ भने म लड्छु, गगन थापासँग लड्नुपर्छ या केपी ओलीसँग लड्नुपर्छ। मैले त ऐलान गरेको छ त। के उहाँहरू बाघ सम्झिनु भएको छ? जसले जनतालाई प्रताडित गरेको छ, जसले जनतालाई झुक्याएको छ, जसले जनतालाई झुट बोलेको छ। हेर्नुहोस् 4 नम्बरका जनता त 4 नम्बरको जनताको प्रतिनिधित्व गरेर आउनु भयो होइन गगन थापा? 4 नम्बरको जनताले फटाइ बोल्न पठाउनु भएको हो। तपाईँ हामीले एउटा कोणबाट सोचौँ त, के 4 नम्बरका सबै जनता फटा हुन् त? जसको नेतृत्व एउटा गगन थापाले फटाइ बोल्नैका लागि प्रतिनिधित्व गरेर आउनुभयो, त्यसो भन्न सक्छौँ हामीलाई? होइन, त्यतिखेरको कुरा के रहेछ भने त्यतिखेर अब हामी धेरै यो पार्टीप्रति एउटा लगाव राखे तापनि पार्टीका भित्र कोर कुराहरू हामीलाई पनि जानकारी थिएन। कम्तीमा पनि रविले कुनै बेला सँगै पत्रकारिता गरेको मान्छे, एउटा देशको परिवर्तनको हुटुटी बोकेको मान्छे, कम्तीमा यो मान्छे पनि सदनमा चाहिन्छ है भनेर त्यो कुरालाई मध्यनजर राखेर त्यहाँ पठाएको प्रतिनिधि फिर्ता गरेको रहेछ। उहाँले कतिसम्म झुट बोल्नुभएपछि गगन थापाले थाहा पाउनुभयो होला नि त। तपाईँहरू जस्तै मिडियाकर्मी साथीहरूलाई होइन मैले एक्लै जितेँ, उहाँहरूले सहयोग गरे होइन भन्नसम्म भ्याउनुभयो। यतिसम्मको झुट बोल्न सक्ने मान्छेको विषयमा तपाईँहरू पटक यही विषय उठाएर यो मिडियालाई नै बदनाम किन गराउनुहुन्छ? हुन्छ, राजीव खत्रीको पनि चर्चा आयो नि एकजना पत्रकार। हुनसक्छ, अब राजीव खत्री हुन सक्छन्, त्यहाँ शोभिता नै हुनसक्छ, यज्ञमणिजी नै हुनसक्छ, म नै हुनसक्छु, अरू साथीहरू कोही हुन सक्छन्। राष्ट्रसभामा थुप्रै रविहरू जन्मिया छन्, रविले थुप्रै रवि रूपी अनुहारहरू जन्माएको छ। कसैले पनि उहाँसँग चुनावमा भाग लिन सक्छ। तपाईँ त यस्तो कुरा गर्दै हुनुहुन्छ कि रासोपाले जो कोहीलाई उठाएर गगन विरुद्ध जिताइदिन्छ। होइन, गगनको मात्रै कुरा होइन, यहाँ त
अहिलेको परिस्थिति नेपालको परिस्थिति कस्तो छ भने सिङ्गो रासोपा एकातिर छ, नयाँ र वैकल्पिक भन्नेहरू एकातिर छन्। अहिलेको परिस्थिति भनेको हामी पश्चागमनको पक्षमा हो वा हामी अग्रगमनको पक्षमा हो भन्ने मात्रै अहिलेको लडाइँ हो। रासोपाले अग्रगमनको नेतृत्व गरेका छ भने अरू सबैले पश्चागमनको नेतृत्व गरेका छन्। हामी अग्रगमनको झन्डा उठाएर पश्चागमनलाई पछार्छौँ भन्ने पक्षमा छौँ। जनता त्यो लाइनमा उभिएको छ। अब मानव चुनाव हुने स्थिति त अझै बन्न बाँकी होला। चुनाव भयो भने मान्छेहरूले के भनिरहेछन् भने रविको मात्रै कुरा भएन, यहाँ त कुलमान पनि छन्, बालेन पनि छन्, हर्क पनि छन्, मिलेर आउनु पर्यो, आफै भिड्ने, फेरि काङ्ग्रेस एमालेलाई नै बाटो सजिलो गरिदिने हो कि भन्ने छ। के हुन्छ होइन, यो विषयमा त हेर्नुहोस्, रासोपा हाम्रो आदरणीय उपसभापति डिपी अरियालज्यूले पनि परदेशको बेलामा उहाँले भन्नुभएको पनि थियो, रासोपा अधिकतम लचकतामा छ, तर भाँचिनी गरेर लचकिन त सकिँदैन होला नि। हामीले खुला राखेका छौँ, आउनुहोस् साथी हो, केही भएन भने कम्तीमा कार्यगत एकता मात्रै भएर पनि अगाडि बढौँ भनेका छौँ हामीले। यदि उहाँहरूले त्यो कुरालाई अस्वीकार गर्नु हो भने उहाँहरूले जनतालाई धोका दिएको मानिन्छ। रासोपाले आफ्नो आँगन खुला राखेका छ, जोसुकै आएर एकता गरेर अगाडि बढ्न सक्छ। त्यसो हुँदा कुलमान घिसिङलाई भावी प्रधानमन्त्री बनाएर अथवा मानेर कार्यगत एकता गर्न रासोपालाई के समस्या? कुलमान घिसिङलाई नै प्रधानमन्त्री बनाउनु पर्ने चाहिँ तपाईँहरूले के देख्नुभयो त्यस्तो? तर किन रासोपासँग कुलमान जतिका मान्छे छैनन् र रासोपाले आयातित नेतृत्व लिएर आएर प्रधानमन्त्री नै टिको लाएर दिनुपर्ने अवस्था अब रासोपालाई सिर्जना भयो? तपाईँको सभापति थुनामा हुनुहुन्थ्यो, वार्ताको दौरानमा उज्यालो पार्टीका चाहिँ अध्यक्षलाई चाहिँ अथवा संरक्षक जो हुनुहुन्छ उहाँलाई चाहिँ नेतृत्व दिने कुराको प्रस्ताव थियो। कुलमानलाई मानेको भए अस्ति नै यो एकता भइसक्थ्यो भन्ने थियो। होइन, कुलमानलाई हामीले अस्वीकार गऱ्यौँ नि त त्यो विषयमा त। निशर्त आउनुहोस् न, सशर्त आउने हो भने हामीले त हिजो हाम्रो अहिलेको उपसभापति स्वर्णिम वाग्लेजीलाई निशर्त रूपमा ल्याएको हो नि त। उहाँ 6 महिना साधारण कार्यकर्ताको रूपमा पार्टीमा काम गरे पछाडि मात्रै उहाँलाई उपसभापति बनाएको हो। एउटा कुलिङ पिरियड पनि प्रयोग गर्नु नपर्ने, कुलिङ पिरियड पनि त्यहाँ उहाँ बिताउन नसक्ने, अनि आएर अहिले भर्खरै रासोपाले यत्रो दुःख गरेर 3 वर्ष 4 वर्ष दुःख गरेर 75 जिल्लामा बनाएको सङ्गठनलाई उहाँलाई जिम्मा लगाइदिनु पर्ने, उहाँको पोल्टा हालिदिनु पर्ने, अनि प्रधानमन्त्री स्वीकार गरिदिनु पर्ने। कुलमानमा त्यो क्षमता भएन कि उज्यालो नेपाल पार्टीको त्यो सम्भावना होइन? यसको भित्री कुरा चाहिँ के हो भने नि, कुलमान स्वयं उज्यालो नेपाल पार्टीको समस्या होइन, एकीकरणको समस्या होइन। कुलमानका वरिपरिका मान्छेहरू र कुलमानको अहिले उज्यालो नेपाल पार्टीका केन्द्रीय समितिमा रहेका मान्छेहरूको समस्या हो। किनभने नि म तपाईँलाई उजागर गरौँ, त्यहाँ भएको केन्द्रीय समितिका कोही मान्छे म कहाँ पनि आइपुग्नु भएको थियो। उहाँलाई मैले सोधेँ, तपाईँहरूलाई अवसर त दिएकै छ त, आउनुहोस् न। स्वर्णिम वाग्लेले उपसभापति छोडिदिएको छ, उपसभापतिको रूपमा काम गर्न छोडिदिनुहोस् न तपाईँको नेता कुलमानलाई भन्दा उहाँले भनेको वाक्य के थियो भने, होइन कुलमान मात्रै व्यवस्थापन भएर हुन्छ र, हामी पनि त व्यवस्थापन हुनु पर्यो नि। त्यसको अर्थ के हो भन्दा केन्द्रीय समितिका सबै मान्छेहरूले केन्द्रीय समितिकै हैसियतमा हामीले जिम्मेवारी पाउनुपर्छ भने हो नि त उहाँले। अब के रासोपाले यत्रो दुःख गरेर बनाएको सङ्गठन र त्यो साङ्गठनिक कार्यकर्ताहरूले मान्छन् त्यो कुरा? हामी केन्द्रीय समितिमा जान सक्ने हैसियत हामीसँग छैन। अब हामीले केन्द्रीय समितिमा कुलमानका वरिपरिका मान्छेलाई लिएर आएर केन्द्रीय समितिको नेता मानिदिनु पर्ने अवस्था सिर्जना हो र रासोपासँग? तपाईँको भनाइको हिसाबले त कुलमानसँग सहकारीको ढोका लगभग बन्द भइसके जस्तो। होइन, त्यो पनि नभनौँ, किनभने यो राजनीति हो। राजनीतिमा त्यस्तो खालको अवस्था हुँदैन। राजनीतिमा स्थायी शत्रु र मित्रु भन्ने पनि हुँदैन। राजनीतिमा स्थायी तिथिमिति पनि हुँदैन। हेर्नुहोस्, कार्यगत पनि एकता हुनसक्छ र हामी एउटै मात्रै कुरा के हो भने हामी अधिकतम लचकतामा छौँ, तर उहाँहरूले भाँचिनी गरेर लचकी भन्छौँ, हामी त्यो अवस्थामा छैनौँ। अब कुलमानलाई भावी प्रधानमन्त्री नमान्ने भनिसकेपछि रासोपाले पनि त चुनावमा जाँदा एउटा अनुहारलाई त प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्न पर्ला। त्यो अनुहार रविलाई छाने नै हो कि? हामी हतारमा अहिले त्यो भन्दैनौँ। हामी हतारमा त्यो भन्दैनौँ, किनभने रासोपाले भोलि बहुमत लिएर आउँदै गर्दा रासोपाको सभापति उहाँ नै हो। भोलि यी मुद्दा मामला आदि इत्यादिको कारणले के हुनसक्छ भन्ने विषय पनि हामीले हेर्नुपर्ने अवस्था छ। प्रधानमन्त्री उहाँलाई स्वीकार्दैनौँ भन्ने कुरा हुँदै हुँदैन। प्रधानमन्त्री हाम्रो उहाँ नै हो। हुनसक्छ भोलि कहिलेकाहीँ यो मुद्दा मामलाको कारणले गर्दाखेरि अडचनहरू हुन सक्छन्। यदि हामीले बहुमत ल्यायौँ भने केही हदसम्म केही समयका लागि 7 दिनको लागि मात्रै भए पनि अर्को व्यक्ति प्रधानमन्त्री बनेर उहाँको
मुद्दा फिर्ता गरेर अनि उहाँलाई प्रधानमन्त्री बनाउनु पर्ने अवस्था पनि हामीलाई आउन सक्छ। अब अहिलेकै सरकारले त्यो हिम्मत गरिदियो, 2टा मुद्दा फिर्ता लिदियो भने उहाँलाई प्रधानमन्त्री बन्नलाई कसैले रोक्न सक्दैन। हामी प्रष्ट छ, हामी उहाँलाई प्रधानमन्त्री स्वीकार्छौँ। हाम्रो प्रधानमन्त्री उहाँ नै हो, अगाडि होस् या पछाडि होस् देशको प्रधानमन्त्री रवि लामिछाने नै हो, त्योभन्दा बाहेकको विकल्प छैन। अहिले नै कसैलाई स्वीकारेर बाहिरबाट लिएर आएर ल हामी तिमीलाई प्रधानमन्त्री बनाउँछौँ आऊ भनेर प्रधानमन्त्रीको पद बाँड्दै रासोपाले हिँड्दैन। तर सोडिङ वाग्लेलाई पनि प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्न सकिन्छ, गर्नुपर्छ भन्ने मत पार्टीभित्र छ नि, जसले चाहिँ एउटा अर्थशास्त्रीका रूपमा चाहिँ विश्वस्तरको भएको जुन व्यक्तित्व छ। अब रवि लामिछानेले सोडिङ वाग्लेलाई चाहिँ अगाडि बढाउने सम्भावना छ। होइन, मैले अघि नै भने त्यो नेपाली एउटा उखान छ नि, छोरो पाउनु कहिले कहिले कन्दानी बाट्नु अहिले भन्छन् नि। यहाँ निर्वाचन नै होला कि नहोला जस्तो छ। निर्वाचन गर्ने हिम्मत बोकेको र मुटु बोकेको मान्छेहरू सरकारमा बसेको अवस्था देखिरहेको छैन। निर्वाचन गर्नलाई अहिले शक्ति आर्जनको लागि समय बाई गर्न खोजिरहेका, हिजो आफूलाई मूलधारका पार्टी भन्ने मान्छे आज किनारमा उभिएका छन् र शक्ति आर्जनका लागि उनीहरू हुङ्कार गरिरहेछन् र निर्वाचन जसरी हुन्छ टाल्नुपर्छ भन्ने पक्षमा उनीहरू लागिरहेछन्। त्यसैलाई मलजल गरेर सरकार बसिरहेको छ भने सरकारले निर्वाचन यदि गर्दिने र अनि राष्ट्रपाले बहुमत ल्याउने हो भने त बहुमत ल्याए पछाडि भनौँला नि त्यसपछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय त सबभन्दा न्यू मिडिया अलिकति सार्वजनिक सरोकारका विषयहरूमा जे प्रतिक्रिया आउँछन् त्यसले त्यो पार्टीको एजेन्डालाई पनि ड्राइभ गर्छ। तसर्थ बालेनसँग मिल्ने कुरा पनि कहीँ न कहीँ यसो हामीले हेर्दाखेरि सार्वजनिक सतहमा राष्ट्रपाका नेताहरूलाई सुझावका रूपमा प्रस्तावका रूपमा आइरहेको हुन्छ। अब बालेन शाहसँग मिल्न राष्ट्रपालाई के समस्या? होइन, बालेन शाहसँग नमिल्ने भनेर कसले भन्यो र? बालेन शाह त एउटा व्यक्ति नै हुन्, व्यक्ति मात्रै हो त, उनको छ त अलिकति। होइन, उहाँ व्यक्ति नै हो। अहिले तपाईँले कहाँ देख्नु भएको छ उहाँको सङ्गठनिक कुनै साङ्गठनिक स्वरूप तपाईँले देख्नु भएको छ र? मैले त देखाएको छैन राजनीतिक रूपमा। तर उहाँको पछाडि ठुलो युवाहरूको चाहिँ समर्थन छ। ठिक छ, उहाँहरूको पछाडि त्यो ठुलो युवाहरूको जमात छ, ठुलो युवाहरूको समर्थन छ भने त निर्वाचनको बेलामा उहाँले भन्नु होला नि त कसलाई समर्थन गर्ने भनेर। त्यो कुरा हामीले भन्ने कुरो त होइन, उहाँको मनको कुरा हामीले जान्ने त होइन होला। अनि युवा पनि सधैँभरि एउटा अँध्यारो कोठामा बसेर कसैलाई नभेट्ने, सङ्गठन पनि चलाउन नसक्ने मान्छेकै पछि लागिराख्छन् भन्ने तपाईँहरूलाई लाग्छ होला र? मलाई त त्यस्तो लाग्दैन। त्यहाँमाथि म त फेरि त्यति ठुलो जमात, केही एउटा सानो झुन्डभन्दा बाहेक त्यति ठुलो जमात त म देख्दिनँ फेरि उहाँको पछाडि पनि। जेन्जी विद्रोहका कुरा त हेर्नुहोस्, 23 गते र 24 गतेलाई हामीले अलग गरेर हेरौँ। 23 गतेको घटना त्यो कसैबाट निर्देशित, कसैबाट त्यो परिचालित होइन। त्यो विद्यार्थीहरूको जम्मा जम्मी डबल सको मार्क्ससहितको आन्दोलन थियो 23 गतेको। त्यो डबल स भनेको सामाजिक सञ्जाल र सुशासन मात्रै हो। सुशासन त उहाँहरूले सामाजिक सञ्जाललाई दबावमा पार्नका लागि उठाएको विषय मात्रै थियो। विद्यार्थीहरूले, ती कलेजका भाइ बहिनीहरूले जब कलेजका भाइ बहिनीहरूलाई टाउकोमा ताकी 23 गते गोली हानियो र मार्ने काम भयो सरकारले, त्यो सरकारले मारेको कारणले गर्दाखेरि भोलिपल्ट अभिभावकहरू सडकमा आएका हुन् र यसरी अभिभावकले सडक तताएर विद्रोह जन्मिसके पछाडि त्यो विद्रोहलाई हाइज्याक गर्ने काम मात्रै धमिलो पानीमा माछा मार्नेहरूले गरेका हुन्। बालेन शाह मात्रै होइन, अरू शाहहरू पनि छन् नि त। आज मन्त्रीमण्डलमा बस्ने शाहहरू पनि त त्यही हो नि त। तपाईँले देख्नु भएको छैन? हिजो आज सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू दोस्रो दिनको आन्दोलनमा आफै सडकमा आउनु भएको छ र उहाँले के भन्नुभएको छ? यो मानवता विरोधी हत्याको जिम्मा लिएर मात्रै हुँदैन, उहाँले त मुद्दा नै खेप्नुपर्छ भने मान्छे आज मुद्दा चलाउने ठाउँमा हुनुहुन्छ। देख्नु भएको छ? होइन, जाँचबुझ आयोगले काम गरेको छ, देख्नु भएको छैन? तपाईँको बाहिर आएर जाँचबुझ आयोगले बोलाउँदा जान्न भनेर भनेका मान्छेहरू छाडाछाडै भएर हिँडेको तपाईँले देख्नु भएको छैन? केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेर बयान दिनु पर्यो। केपी शर्मा ओलीलाई मात्रै होइन, उहाँ चाहिँ को हो त? के पक्राउ गर्नुपर्ने को हो उहाँ? पक्राउनै गर्नुपर्ने के कानुनभन्दा माथिको हो? संविधानभन्दा माथिको हो? संविधानले के उहाँलाई छुट दिएको छ? उहाँ राजा महाराजा हो। राजा महाराजाहरूले त जो संविधानभन्दा माथि बस्थे उनीहरूले त देशका विरुद्ध घात गरे, जनविरुद्ध घात गरे, जनहत्या गरे भने उहाँहरूलाई त कारबाही चल्छ भने उहाँहरू को हो त भने क्या? हो, त्यही त मैले अघि भने कि यो मुलुकमा सरकार परिवर्तन भयो, सत्ता परिवर्तन भएको छैन। मैले किन यसो भने नि, तात्कालीन आइजी जेन्जी आन्दोलनको बेलाको आइजीले के भन्नुभयो? केपी ओलीलाई समात्नु पर्यो भने म राजीनामा दिन्छु भनेर भने होइन उहाँले? आफ्ना कार्यकर्ता यसरी सुरक्षा निकायहरूमा
भर्ती गरेर कार्यकर्तालाई नै सुरक्षा निकायका व्यक्तिहरूलाई नै कार्यकर्ता बनाएर बसेका मान्छेहरूले सत्ता अहिले पनि उनीहरूले चलाइरहेछन्। अनि उसले हुङ्कार नगरेर कसले गर्छ त? सुशीला कार्कीले त्यो दम राख्नुपर्ने थियो, राख्न सक्नुहुन्छ? सुशीला कार्कीले राख्नु पर्थ्यो नि त। आज तपाईँको लेखक र ओलीलाई त पक्राउ गर्नु पर्थ्यो नि त। ओली कति डराइरहेछन् तपाईँले हिजो मात्रै देख्नुभयो नि त। उहाँले 1600 कार्यकर्ताले मत दिएर जिताएको अध्यक्ष हो नि, नेपाली जनता पुरैले मत दिएर जिताएको अध्यक्ष त होइन नि। तर उहाँले आफ्नो कार्यकर्तालाई के भन्नुभयो भने, मलाई कसैले छोयो भने, एमालेका नेतालाई कसैले छोयो भने तपाईँहरू देश ठप्प पार्नुहोस्। त्यसको अर्थ के हो भने हामीले गलत गरेका छौँ, हामीलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ, थुन्न सक्छ, ल है तपाईँहरूले संरक्षण गर्नुहोस् भने होइन त्यो घुमाउरो पारामा। अनि सरकारलाई त्यो कुरो थाहा छैन, छ नि, तर सरकार त अहिले छ वा छैन जस्तो छ। सरकारले त केही पनि गर्न सकेको अवस्था छैन। यो सरकारले चुनाव गराउन सक्छ? होइन, मैले अघि नै भने यो सरकार नै छ वा छैन भन्ने अवस्थामा छ भने यो सरकारले के चुनाव गराउन सक्छ भने क्या। अब संसद पुनर्स्थापनाको पनि चर्चा एकाएक बढेको छ। राजनीतिक दलहरूले रिट लिएर चाहिँ गएका छन्। अझ बहुमत सांसदको चाहिँ हस्ताक्षर सहितको पूरक रिट लाने तयारी पनि छ। संसद पुनर्स्थापना भए पनि हुन्छ भनेर जेनजी आन्दोलनबाट उदाएका एकजना सुदन गुरुङले पनि भनिसक्नु भएको छ। के भन्नुहुन्छ? अब यस्तो अब यो सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषय भएको हुनाले सम्मानित सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो। हेर्नुहोस्, मलाई एउटा कानुनको विद्यार्थीको हैसियतले मलाई भन्नुहुन्छ भने यो संसद र संसदमा प्रतिनिधित्व गर्ने मान्छे कसका प्रतिनिधि हुन् भन्दा सार्वभौम सत्ता सम्पन्न जनताका प्रतिनिधि हुन्। सार्वभौम सत्ता सम्पन्न जनताका प्रतिनिधिले, जनताले आफ्ना प्रतिनिधिको रूपमा पठाएका मान्छेहरूलाई 23 र 24 को आन्दोलनबाट अस्वीकार गरेको अवस्था छ। हाम्रो संविधानको धारा 2 ले त सम्प्रभु कसलाई मान्छ भने जनतालाई मान्छ नि। सारा सम्प्रभु सडकमा आएर हामी तिमीलाई अस्वीकार गर्छौँ भनेर भन्यो र तिमीले बसेर हाम्रा आवाज बोल्छौ भनेर फटाइ बोलेका ठाउँहरू पनि हामीलाई आवश्यक छैन भनेर त्यो ठाउँ पनि जलाइदियो। संसद भवन त्यही होइन र? संसद भवन जलायो नि त सम्प्रभुले। भनेको त्यो आफूले प्रतिनिधित्व गर भनेर पठाएको प्रतिनिधिलाई नै अस्वीकार गर्यो सम्प्रभुले। अब सम्प्रभुले अस्वीकार गरेको प्रतिनिधिलाई फेरि अदालतले रिस्टेट गरेर ल्याइदिन्छ भन्ने कुरा चाहिँ म मान्दिनँ। किनभने सम्मानित सर्वोच्च अदालतले नेपालको संविधानको धारा 2 लाई पनि राम्रोसँग हेर्छ। भनेको तपाईँ त कानुन पनि बुझेको मान्छे, अलिकति राजनीतिक यो बजारमा जे छ यसको समझ पनि राख्नुहुन्छ। तपाईँलाई वैयक्तिक रूपमा चाहिँ संसद पुनर्स्थापना होला भन्ने लाग्दैन? होइन, मैले अघि नै भने संसद भनेको जनताका प्रतिनिधि हुन्। जनता सम्प्रभु हो। सम्प्रभुको आदेशमा प्रतिनिधि बनेका हुन्। ती प्रतिनिधिलाई सम्प्रभुले अस्वीकार गर्यो 23 र 24 को आन्दोलनबाट। र यति मात्रै गरेन, मैले फेरि पनि दोहोऱ्याएँ, ती सम्प्रभुहरू बसेर जनताको आवाज बोल्छु भन्ने ठाउँ पनि खरानी बनायो सम्प्रभुले। त्यो सम्प्रभु त संविधानको धारा 2 ले चिनेको सम्प्रभु हो नि त। तर राजनीतिक वृत्तमा के छ भने संसद पनि पुनर्स्थापना हुन्छ, शेरबहादुर देउवा प्रधानमन्त्री, महेश बस्नेत चाहिँ भावी गृहमन्त्री भन्ने चर्चा छ। होइन, फेरि पनि देशलाई व्यथितिको जगमा धकेल्ने हो भने त हाम्रो भन्नु केही पनि छैन। होइन भने आवश्यकताको सिद्धान्त भनेर सरकार गठन भएको छ। सम्प्रभुको आदेशले प्रतिनिधिलाई अस्वीकार गरेका छ। त्यसकारणले मलाई लाग्दैन सम्मानित सर्वोच्च अदालतले धारा 2 लाई व्यवस्था गरेर संसद रिस्टेट गरिदिन्छ भन्ने कुरामा मलाई चाहिँ लाग्दैन। यद्यपि अब सम्मानित सर्वोच्च अदालतमा विचाराधीन भएको विषय हामीले यही आदेश आउँछ भनेर भन्न सक्ने अवस्था त रहेन। अब हामी अन्तिममा छौँ। अब ढिलो चाँडो मुलुकमा निर्वाचन होला र त्यो निर्वाचनमा रासोपाले त पक्कै भाग लिन्छ। तपाईँ आफै पनि सङ्गठनमा कुदाकुद गरिरहनु भएको छ। अब काभ्रेमा चुनाव लड्ने तयारी हो कि अघि तपाईँले भने जस्तो काठमाडौँ 4 मै लड्ने हो? अब सङ्गठनमा हाम्रो रासोपामा न टिकट किन्न पाइन्छ, न कसैको गोजीबाट टिकट वितरण हुन्छ। रासोपामा एउटा विधि र प्रक्रिया छ टिकट वितरणको। त्यो विधि र प्रक्रियाको पहिलो आधार स्तम्भ भनेको रासोपाका कार्यकर्ताहरूबाट नै प्राइमरी इलेक्सनबाट मत ल्याएर जित्नुपर्छ। त्यस पछाडि मात्रै अब उम्मेदवारको रूपमा योग्य हुने अवस्था रहन्छ। त्यतिले मात्रै पुग्दैन। हाम्रो लिडरसिप क्लब छ। त्यो क्लबमा हामीले थुप्रै चिजहरू पेश गर्नुपर्छ। त्यो क्लबले पनि ती चिजहरूलाई स्वीकार गर्नुपर्छ। हामी प्रतिनिधित्व गरेर जान्छौँ भनेर भन्दै गर्दा
हामी हिजोका पार्टीहरूको जस्तो गरेर जाने पक्षमा छैनौँ। सबै थोक अर्थ अरूले गरिदिन्छन् भन्ने कुरा त भएन नि। एउटा राजनीतिक व्यक्तिले आफ्नो भूगोल आफ्नो क्षेत्र होइन, म त्यो कुरा भन्दैछु हामी त्यत्तिकै जाने पक्षमा छैनौँ। हामी मेरो भूगोलको जनसङ्ख्या, मेरो भूगोलमा बसोबास गर्ने जनताको अवस्था, मेरो भूगोलको माथि के छ, मेरो भूगोलको गर्भमा के छ, मेरो भूगोलका पर्यटकीय क्षेत्रहरू कहाँ कहाँ छन्, मेरो भूगोलमा भएका प्राकृतिक सम्पदाहरूलाई कसरी अधिकतम संरक्षणसहितको सदुपयोग गर्न सकिन्छ र जनताको अवस्था परिवर्तनमा लगाउन सकिन्छ भन्ने कुराको खाका लिएर बसेका छौँ हामी आफ्ना क्षेत्रका प्रतिनिधिहरू। भोलि ती सबै खाकाहरू हामीले हाम्रो पार्टीमा पेश गर्छौँ। हामीले चुनावमा प्रतिनिधित्व गर्छौँ भनेर अगाडि बढ्दै गर्दा ती हामीले पेश गरेका चिजहरू पार्टीले यी ग्रहणयोग्य छन्, यी लागू पनि गर्न सकिन्छ, जनताका अवस्था यी योजनाहरूबाट हामीले परिवर्तन गर्न सक्छौँ भन्ने लागु विज्ञहरूलाई भने त्यस पछाडि मलाई फेरि मेरा पार्टीका साथीहरूले मत दिएर होइन हाम्रो नेतृत्व यो मान्छेले गर्न सक्छ, यो मान्छेलाई नेतृत्वको लागि चुनावमा पठाइदेऊ भनेर यदि प्राइमरी इलेक्सनबाट मलाई छान्यो भने त्यतिखेर म काभ्रे 1बाट लड्छु वा काठमाडौँ 4बाट लड्छु। त्यो पार्टीको हातमा रह्यो, मेरो हातमा रहँदैन। किनभने मैले अघि नै भने हाम्रो पार्टीमा न टिकट किन्न पाइन्छ, न कसैका गोजीबाट टिकट पाइन्छ। हाम्रो पार्टीमा जनस्तरबाट नै टिकट प्राप्त हुने भएको हुनाले र हाम्रो ल्याकतले नै टिकट प्राप्त गर्ने भएको हुनाले टिकट अहिले यहीँ हुन्छ, मैले टिकटै पाउँछु भन्ने कुरा पनि हुँदैन र यहीँबाट हुन्छ भन्ने पनि हुँदैन। अब अन्तिममा आम रूपमा मान्छेहरूले सुन्न चाहेको, बुझ्न चाहेको एउटा राजनीतिक आकलनको कुरा कि निर्वाचनपछि बन्ने सरकारको नेतृत्व कसले गर्छ? मैले अघि नै भने निर्वाचन पछाडि बन्ने सरकारको नेतृत्व अहिलेको तत्कालको परिस्थितिमा रवि लामिछानेले गर्नुहुन्छ। भनेको भावी प्रधानमन्त्री रवि लामिछाने। मैले भने कि कानुनले बाधा अडचन गर्यो भने हामी 7 दिनको लागि अरूलाई बनाएर फेरि त्यो उहाँका कानुनका बाधा अडचन हटाएर भए पनि उहाँलाई प्रधानमन्त्री बनाउँछौँ। यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद।